तपाईँको आफ्नो नाम अलिकति भनिदिनुहोस् न। फर्स्ट अफ अल त नमस्ते है सबैजनालाई र तपाईँलाई पनि थ्याङ्क यू सो मच। मेरो नाम चाहिँ आकाङ्क्षा थापा हो र म चाहिँ नागर फ्रम टी स्कुल गाउँ। मेरो आमाको नाम चाहिँ सुजाला थापा अनि बाबाको नाम चाहिँ सुजेन्द्र थापा हो। म अहिले कलेज कम्प्लिट गरेर बसेको। अनि तपाईँको साङ्गीतिक यात्रा है धेरै माथिल्लो तहसम्म पुगेको छ भन्ने जहाँसम्म हामीलाई जानकारी छ होइन। साङ्गीतिक यात्रा चाहिँ तपाईँको कहिलेदेखि सुरु भएको हो? फर्स्ट त म गाउँथिनँ है। फर्स्ट चाहिँ म हजुर गाउँथिनँ, डान्सहरू गर्थेँ। अन्त यो 8 वर्षको हुँदाखेरि चाहिँ मलाई गाउनु थालेको हो। तर स्टेज पर्फर्मेन्स चाहिँ अब त्यसको बादमा गरेँ है। त्यतिखेर चाहिँ सानै थिएँ म पनि गाउँछु भन्ने भयो है। अन्तखेरि आमा बाबाले पनि गाउनु भएको थियो। अन्त मैले फर्स्ट त्यति बेलै हो मेरो फर्स्ट स्टेज पर्फर्मेन्स भनेको चाहिँ त्यो सरस्वती पूजाबाटै मैले स्टार्ट गरेको। अनि तपाईँले यो गायकीमा है चाहिँ प्रेरणा चाहिँ कोबाट पाउनु भएको हो? रिलेटेड मेरो बाबा नै हुनुहुन्छ, उहाँले गाउनुहुन्थ्यो है। अन्तखेरि त्यहीँबाट मेरो इन्सपिरेसन नै मेरो बाबा नै हुनुहुन्छ। अनि साङ्गीतिक यात्रा तपाईँको कहाँसम्म पुग्यो? कतैबाट प्रशिक्षण पनि लिनुभएको हो? हजुर, मैले योभन्दा अगाडि चाहिँ नेपालकै एउटा रियालिटी सो द भोइस अफ नेपालमा चाहिँ म गएकी थिएँ। अन्त त्यहाँ म नकआउटसम्म चाहिँ सिजन 2 हो। अन्त म चाहिँ त्यहाँ नकआउटसम्म पुग्नु सफल भएको थिएँ। अन्त मैले त्यति बेला चाहिँ क्लासहरू गर्दै थिएँ। अन्त अहिले चाहिँ ग्याप नै भयो भनौँ न, यो कोभिड आफ्टर कोभिड चाहिँ ग्याप नै छ। अहिले त्यही मैले गरेको छुइनँ क्लासेसहरू। तपाईँ गायकीमा मात्रै हुनुहुन्छ कि तपाईँ अभिनय क्षेत्रमा पनि हुनुहुन्छ? अभिनय भन्दामा पनि हाम्रो अहिले मात्रैमा चाहिँ एउटा हाम्रो नयाँ गीत आइरहेको छ है, पल पल। र यसको लिरिक्स र कम्पोजिसन चाहिँ हाम्रो मिरिकबाट हुनुहुन्छ, प्रोग्रेस राई दादा हुनुहुन्छ। अन्त उहाँ नै हुनुहुन्छ मेल भोकल पनि। अन्त फिमेलमा चाहिँ मेरो छ आफ्नै है। अनि यसको अरेन्जर चाहिँ हाम्रो मिरिकबाटै हाम्रो निमेश दादा हुनुहुन्छ। अन्तखेरि अस्ति मात्र नै युट्युबमा चाहिँ आइसकेको छ यो गीत है। आफूले गाएकोमा अभिनय गरेको चाहिँ यो फर्स्ट हो। अन्तखेरि यो हजुर, यहाँ हामी दुईजनै जो हामी सिङ्गर्सहरू छौँ। प्रोग्रेस दादा हुनुहुन्छ, उहाँ नै हुनुहुन्छ। उद्देश्य चाहिँ के छ? इन फ्युचरमा चाहिँ यही म्युजिकलाई लिएर केही कुछ गर्नु छ मलाई। अब सोचेको छु, भनौँ न म्युजिकलाई लिएर नै गर्ने सोचेको छु भन्दामा पनि म हजुर ट्राई गर्ने त्यो कोसिस छ अझै। अब यतै इन्डियाकैतिर चाहिँ समकालीन जो छ है, अब तपाईँको साथीभाइहरू है, सङ्गतीहरू, उहाँहरूलाई के सन्देश दिनुहुन्छ? उहाँलाई चाहिँ म फर्स्टली थ्याङ्क यू भन्न चाहन्छु है। हजुर, सबैजनालाई जतिजनाले पनि मलाई अब अहिलेसम्म पनि होइन सपोर्ट, अब मलाई माया गरिरहिदिनु भएको छ होइन, उहाँहरू सबैजनालाई नै है धन्यवाद दिन चाहन्छु। अब उहाँले गर्दा म अहिले यो उसम्म छु भनौँ न हो। र अन्त आउने भविष्यमा पनि यतिकै माया र होइन सपोर्ट उहाँले मलाई दिनुहुन्छ भन्ने आशा राख्नेछु। जो सङ्गीतसँग सम्बन्धित है, हजुर, गायनमा भयो, नृत्यमा भयो होइन, वाद्यवादनमा भयो, उहाँहरूलाई चाहिँ के भन्नु चाहनुहुन्छ तपाईँ? सङ्गीतको क्षेत्र चाहिँ कस्तो छ, के भन्नुहुन्छ? उहाँहरूलाई चाहिँ अब हाम्रोमा अहिले धेरैजना छ। अब उहाँहरू अहिले यो आउनु सक्नु भएको छैन होइन। धेरै राम्रो आर्टिस्टहरू पनि हुनुहुन्छ। र उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने आफ्नो अब यो फिल्डमा होइन अहिले चाहिँ धेरै नै स्कोप छ भनौँ न पहिलाको हेरी चाहिँ। अन्त उहाँहरू जति पनि जना हुनुहुन्छ अब डान्सको फिल्डमा भयो, अरू फिल्डमा पनि भयो होइन, अहिले त धेरै स्कोप छ। र अब राम्रो राम्रो हुन्छ अहिले चाहिँ भन्न चाहन्छु। र अब कतिजना छ अब उहाँहरू अहिले यसरी हाइलाइट भएको छैन होइन। उहाँहरूलाई चाहिँ अब अहिले त यो फेसबुक थ्रु पनि अहिले त कतिवटा प्लेटफर्महरू छ होइन आफ्नो त्यो ट्यालेन्ट सो गर्नु लागि। अन्तखेरि त्यही भन्छु, अब कन्टिन्युटी दिनुहोस् आफ्नो त्यो उयसलाई भन्न चाहन्छु। र त्यही अब आउने जेनेरेसनहरूलाई पनि त्यही भन्न चाहन्छु। अब अहिले त धेरै छ म्युजिकमा होइन,
अन्त कति चाहिँ अब फ्यामिलीहरू अब सपोर्टिभ हुनु हुँदैन होइन, अब उहाँहरूलाई चाहिँ अब सपोर्ट गरिदिनु आफ्नो उयसलाई भन्न चाहन्छु।